हेलो गाइज गुड मर्निङ भन्न चाहे सबैजनालाई। सो आज चाहिँ हामी चाहिँ गाउँ जाँदैछौँ। गाइजहरू गाउँ चाहिँ किन जान लाग्यो भन्दाखेरि कुल पूजा छ, देवाली भन्छ होइन हाम्रो चाहिँ, त्यसको लागि चाहिँ गाउँ जाँदैछु होइन। बिरामी छु, रुगा लगाइरहेछ, घाँटी दुखिरहेछ, ज्वरो पनि छ, तर जानुपर्ने अवस्था छ। अनि बिस्तारै जसरी भयो नि जानु चाहिँ पर्ने भयो होइन, हुन्छ नै होइन। सो गाइज है, लेट्स टु द गाइज भिडियो इन्डसम्म हेरिदिनु होला भन्न चाहे होइन। सो के कस्तो छ बिच बाटोतिरै गएर हेर्दै जाउँला है त। टक्क दुईजना चाहिँ रेडी भएर होइन हिँडिरहेको हामी चाहिँ होइन। अहिले चाहिँ कहाँ भन्दाखेरि यो सूर्य विनायक छेउछाउ छौँ। झ्याप्प लाएर मास्क साक्स लाएर बवाल तरिकाले हिँडिरहेको छु त है, बिरामी भएर यार। यस्तो देखिन्छ है, यस्तो 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 देखिन्छ। छोटो छोटो हो कति कति। फाइनल्ली हामी चाहिने यो कुन ठाउँ भन्ने धुलीखेलबाट तल आइपुगेको छ है। यस्तो धुलो बाबा बाबा, झन् बिरामी मान्छे झन् बिरामी हुने भयो यार। अब धुलोले डेन्जर धुलो रहेछ यार। कसम राम्रो छ। यतातिर चाहिँ हाम्रो चिया पानी कार्यक्रम हुँदैछ है गाइजहरू होइन। टक्क चिया खाएर अगाडि बढ्नुपर्ने हुन्छ। झ्याप्प पेट्रोल त फुल छ यार, भरै पुग्छ। हजुर के होला पेट्रोल ठिक छ होला। फाइनल्ली कुद्दा हिँड्दा यार यतिखेर चाहिँ घर पुगेला भनेको कति बज्यो, 1:30 भइसकेछ। घर त नि हामी त 4 बजी मात्रै पुग्ला जस्तो भाइ यार है। बल्ल बल्ल कटियो। हाम्रो भाइ चाहिँ टक्क लाएर टुरिस्ट डस्टरी नै हिँडिरहेछ है। ल हेर टुरिस्ट ब्याग बोकेर त्यस्तै जुत्ता लाएर है कसम। ल ठिक छ। नजारा चाहिँ यस्तो देखिन्छ है यतातिरको नजारा गाइसहरू। कुन ठाउँ होला यो साँच्ची, कुन ठाउँ भने अरे भाइ मैले अघि हो भिर पानी भन्ने ठाउँमा आइपुगेको छौँ है हामी त। र साह्रै गर्मी भएर गर्मीले गर्दा हो क्या अरे मेरो त दुखेको घाँटी पनि च्वाट हुन लाग्यो भाइ अहिले त। हो भाइ। शेरबहादुर देउबा सर चाहिँ यतातिर हाँस्दै होइसिन्छ। फाइनल्ली घर पनि आइपुग्यो नि त भाइ। के कसो घर आइपुग्यो। कति घन्टा लाग्यो? 5-6 घन्टा लाग्यो होला घर आइपुग्यो। 7, 8, 9, 10, 11, 12, 1, 7 घन्टा।
7 घन्टा लागेर घर आइपुग्यो बल्ल बल्ल। के आउँदैन भाइ? नाच्देऊ न एकचोटि। दामी तरिकाले नाचिएर त कतिको नाच्न सक्दो रहेछ उसलाई। लाएर अब चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि खोलामा माछा मार्न जाने हो नि त भाइ? भोलि जाने कि आज जाने? आज नि जाउँ न। माछा मार्न त होइन, यसो खोलातिर पानी खेल्न जानु पर्यो क्या होइन? अनि यो ठाउँको हावापानी कस्तो लाग्यो त भाइ तिमीलाई? मस्त छ यहाँ आएर बस्यो नि, आहा स्वर्गमा गएको जस्तो हो? यत्रो के गुरुको थाहा छ यो? मलाई थाहा छैन। यो तेरि स्वामी गुरु भन्छ कि यसलाई? स्वामी। हामी चाहिँ ठ्याक्कै त्यो तलको त्यो के अरे खोलामा जानु लाग्यो होइन? माछा चाहिँ भेटिँदैन थाहा छैन। मार्न जान छ्याउँदैन थाहा छैन होइन? तर के हुँदैछ? कहाँ? इम्ली भने के हो? इम्ली भने चिन्छ तिमीले इम्ली भने चाहिँ? टाढैबाट चिन्थ्यौ त। क्या माछा चाहिँ भन्ने मात्रै हो। यी माछाको साटो चाहिँ यो चाहिँ हामीले रेडी बनायो टक्क लाएर माछा खोजिरहेको छ। माछा ट्रेडिसनल तरिकाले माछा खोजिरहेको छ। खोलामा माछा चाहिँ के थाहा पाउँदैन होला। गाइजहरू ल फाइनल्ली माछा चाहिँ मार्यो है। अलिकति भयो नि माछा मारियो। आए थकै लाग्यो यार है भाइ? डेन्जर थकै लगाएर पो आएतिर यार। अलिकति भयो नि माछा चाहिँ मारेको छ है। जे होस् बुदुना छ है, बुदुना यो के भन्छ? चेपा भन्छ यो दुईटा चाहिँ। पछाडिको भ्यू चाहिँ यस्तो देखिन्छ है। अँधेरै भइसक्यो नि त। खासै राम्रो क्लियर चाहिँ देखाएको छैन होला है, अँधेरो भएर। सो नजारा चाहिँ दामी नै देखिन्छ अहिले दिउँसो भए चाहिँ। अनि लास्टमा भन्नुपर्दा अब भ्लगलाई चाहिँ आज यतैतिर व्यवस्थापन गरिदिन खोजिरहेको छु होइन? छोटो मिठो कस्तो लाग्यो कमेन्ट डाउन। बाई बाई।